छु दाङमा अनि राम्ररी खेलाउन आउँदा। हेलो एभ्रिवान, आज चाहिँ कोलपुरको केही दिनको बसाइपछि म दाङ फर्किन लागेको छु। दाङबाट सुएल बेबीले इयन दादालाई पनि लिएर आइस्यो न भनेर मलाई 100 टाइम कल आइसक्यो। इयन बेबीको ठ्याक्कै इक्जामको होलिडे पनि भयो, त्यसैले म इयनलाई पनि लिएर दाङ जान लागेको छु। सुएल बेबी र इयनलाई जति नै माया गर्नुहुन्छ, दादा र भाइको भिडियो बनाउनु न हामीलाई रमाइलो लाग्छ भनेर मलाई मेसेज गर्नुहुनेले अब भिडियो चाहिँ किप वाचिङ। म एकदमै राम्रो रमाइलो भिडियोहरू राख्छु। दादा र भाइलाई जसले माया गर्नुहुन्छ, यिनीहरूको माया देखे हजुरहरूलाई जसलाई रमाइलो लाग्छ उहाँहरूले हामीलाई लाइक कमेन्ट सेयर गर्नुपर्ने हुन्छ। अरू के भन्छौ तिमी भाइलाई? हामी आउँदैछौँ छिट्टो। हामी आउँदैछौँ। अब यो दुईजना, एउटालाई सम्हाल्न मलाई यस्तो, अब दुईटालाई सम्हाल्न मलाई यस्तो हुनेवाला छ। यो दुईटा मुसाहरूलाई मैले कसरी कन्ट्रोल गर्छु मलाई थाहा छैन। हजुरहरूले चाहिँ भिडियो हेर्दै गर्नु होला। दादा र भाइको छिट्टै भेट हुँदैछ है गाइज। बाई बाई।